यो चाहिँ हाम्रो सिटी स्क्वायर अपार्टमेन्ट हात्तीवनको टिभी क्याबिनेट हो। यो चाहिँ हामीले चाहिँ टिभी क्याबिनेट अलिक फरक डिजाइनमा गरेको छौँ। यो चाहिँ डिभिडी राख्नलाई अनि हामीले यसरी स्लाइडिङ गरेको छौँ यताबाट डिभिडीको तारहरू जानलाई। यो चाहिँ हाम्रो यता पनि बाहिरबाट इन्ट्री पोइन्ट र यता पनि हाम्रो बाल्कनी जाने इन्ट्री पोइन्ट भएर हामीले यसरी कप डिजाइनमा प्याटर्नमा गरेका छौँ। र यो चाहिँ हाम्रो लुभर्स प्याटर्नमा ल्यामिनेट युज गरेका छौँ भने यतापट्टि हामीले व्हाइट कलरको मार्बल सिट छ र यतापट्टि पनि लुभर्स कलरमा हामीले फर्मेका युज गरेका छौँ। यसो गर्दाखेरि टिभी सेन्टरमा जति ठुलो राख्दा पनि हुन्छ, सिम्पल डिजाइनमा एलिगेन्ट लुक छ। र यतापट्टि हामीले पार्टिसन गर्नलाई सेमी ओपन डिजाइन गरेका छौँ। यसरी हामीले पोल दिएका छौँ र यतापट्टि हाम्रो बक्स डिजाइन बनिरहेको छ डिस्प्लेको लागि भने यतापट्टि हाम्रो यसको अर्को ककरी युनिट छ तलदेखि माथिसम्म। यो चाहिँ हाम्रो बिचको भाग खाली छ कटिङ गर्नलाई र यतापट्टि हाम्रो डिस्प्ले छ माथि अप्पर क्याबिनेट, यतापट्टि लोवर क्याबिनेट छ भने यसको भित्रपट्टि हामीलाई यतापट्टि हाम्रो एल सेपमा किचन डिजाइन भइरहेको छ। यसरी अप्पर क्याबिनेट, लोवर क्याबिनेट, यतापट्टि हाम्रो पुल आउट छ ड्रर, यो चाहिँ ओभन माइक्रो ओभन, यो चाहिँ फ्री सेक्सन, माथिपट्टि लफ्ट एरिया र यतापट्टि हाम्रो सिमी सेक्सन छ भने यतापट्टि हाम्रो सिङ्क एरिया छ। हजुरहरूलाई पनि आफ्नो घरको युनिक डिजाइन गर्नु छ भने अझै रूपान्तरणलाई सम्झिनुहोस्।